यहाँहरु सबैलाई नमस्ते। आज फागुनको 24 गते हामी चाहिँ पिकनिक खानको लागि लाँकुरी भन्ज्याङ भन्ने ठाउँमा चाहिँ आएका छौं। हामीहरु सबैजना अहिले बसबाट झरेर चाहिँ यहाँ बसेका छौं। आज नारी दिवस हो। हामीले नारी दिवसको उपलक्ष्यमा चाहिँ यति रमाइलो गर्ने शुभ अवसर पाइयो। यहाँहरु सबैजनालाई नारी दिवसको शुभकामना साथीहरु। यो लाँकुरी भन्ज्याङ हो। यहाँ साथीहरु सबैजनाले फोटो खिच्नलाई एकदम आफ्नो पोजिसनहरु दिइराख्नु भएको छ। उहाँ हुनुहुन्छ एकजना कस्तो भएको छ आज नारी दिवसको दिन हजुरहरुको मनमा के भाव भइराछ एकछिन भनौं त हजुर। नारी देवीको रूप हो। धरतीको हामी एकदमै ल हामीहरु सबैजना एकदम खुसी छौं। नारी देवी पनि हुन्। अहिले कालीको रूप पनि धारण गर्छिन्। ल हुन्छ ल हजुरको नारीको शुभकामना। ल हामीहरु चाहिँ डान्स यो पर साथीहरु चाहिँ बसिराख्नु भएको छ। हाम्रो गाडी त्यहाँ छ। यो सबै डाँडैभरि पिकनिक भइराछ। एकदम रमाइलो। कहिले कहिले तयार हुने हामीलाई त भोकले मर्न लागिसक्यौं। अब हाम्रो त जिन्दगानी आज यसरी रमाइलो मात्रै हुने भयो क्या म्याडम है। यहाँ अन्डा यहीँ क्रेटमा छ। अहिले एकछिनमा पाक्छ। चेत दिदी मुसा कतिको दौड्या छ त हजुरको पेटमा? दौड्दै छ अब। ए अब यस्तै हो जिन्दगानी। सुख र दुःखको जिन्दगी भने सुख र दुःख सँगसँगै हिँड्छ। अहिले दुःख भएको छ हजुरहरूलाई एकछिन। अहिले एकछिनमा सुख पनि आउन सक्छ। अब के गर्ने त। ल सबैजनालाई आज नारी दिवसको शुभकामना छ। खुसी हुनु। हेरेर चाहिँ पेट भर्नुस् है तपाईहरु एकछिनलाई। पछाडी खल्ट हेर्नु कहाँ क्षेत्रतिर आको पाइल गयो।